मर्निङ सबैजनालाई। आज चाहिँ हामी इमिग्रेसन अफिस जान लागिरहेको एआरसी कार्डको लागि बायोमेट्रिक दिनको लागि। अनि पहिले चाहिँ हामी अब कलेज जान्छौँ, हाम्रो ग्रुपमै हुन्छ अनि कलेजकै गाडीमा लान्छ। त्यसैले पहिले चाहिँ हामी कलेज जान्छौँ। यहाँ छन् अनि यहाँ छ मेरो भ्लगर साथी। अनि त्यस पछाडि कलेज जान्छौँ अनि त्यहीँबाट कलेजले चाहिँ हामीलाई गाडीमा लान्छ। अनि त्यही पछाडि आज चाहिँ हाम्रो नो क्लास छैन। आज चाहिँ हाम्रो त्यही खुसी लागिरहेछ अरूभन्दा नि। यो के हो खानेकुराहरू के होला है? यो खानेकुरा चाहिँ सब खानेकुरा हो, तर यो के हो हामी चिन्दैन केही पनि। गाडी चढ्न जान लागिरहेको हामी चाहिँ, हाम्रो चाहिँ रुमभन्दा यो बस स्टपभन्दा रुम चाहिँ अलिक पर छ कि 10 मिनट चाहिँ पर छ। अनि हिँड्नै झ्याउ लाग्छ। रुम हल्का रोडकै नजिक भएको भए चाहिँ आनन्द हुन्थ्यो, तर अब अलिक परै छ, जानै पर्यो, बस्नै पर्यो। यहाँ छ मेन रोड चाहिँ। अब हामी चाहिँ त्यहाँ गएर गाडी चढ्छौँ। बच्चाबच्चीहरू पार्कमा खेल्न आइरहेको होला है। उयो कस्तो राम्रो, एउटा मात्र राम्रो फुल देखियो बल्ल है। हेरौँ यहाँ यस्तो यहाँ झुप्पे हुनु नि सबै, कति राम्रो हुन्थ्यो फोटो भिडियो खिच्न है। त्यही भन्ने हाम्रो बस स्टप चाहिँ छ यहाँ। एकछिन नै कहाँ गयो भन्दाखेरि यहाँ रहेछ, मान्छे रहेनछन् कोही पनि। कारण मात्र देख्न पाइन्छ सबै। के गर्नु, आफ्नो गाडी कहिले किन्ने हो। हाम्रो गाडी चाहिँ अब आइपुगेको छैन। अनि यहाँनिर चाहिँ गाडी आउने टाइमहरू देखाउँछ। 82 को 6 मिनट बाँकी रहेछ। कुनमा जाने? 82 मा कि 58मै? 58मै जाउँ है। अनि यो पाहाडतिर चाहिँ अलिकति त्यो नेपालमा भए जस्तो भाइब्स आउँछ कि गाउँघरमा भए जस्तो हल्का नेपाली भाइब्स आउँछ। अब फेरि यता हेऱ्यो टोटल्ली अर्कै भाइब आउँछ। अब चाहिँ फेरि गर्मी हुन थाल्यो। अघिसम्म जाडो भएको थियो, हाइनेक लाएर निस्किएको, फेरि गर्मी हुन थाल्यो। यो कोरियाको मौसमै बुझ्न नसक्ने भन्ने। एकैछिनमा जाडो हुन्छ, एकैछिनमा गर्मी हुन्छ, घरि हावाहुरी चल्छ। आई लभ यन्सु। हामी बसेको यो ठाउँ चाहिँ यन्सु हो। अनि हाम्रो कलेज चाहिँ यन्सुगु। 1 घन्टा लाग्छ कलेज जान पनि, गाह्रो छ हामीलाई। यहाँ मेरो साथी डिप्रेसनमा जान लागिसक्यो। हेर न यता। तर कस्तो उयो बस छुट्टै हुने क्या यहाँको। गाउँघरको अलिक अर्कै खालको, अनि यो सहरतिर कुद्ने अलिक अर्कै खालको। त्यही त। अस्ति चाहिँ हामी अलिक गाउँतिर गएको थियौँ कि गाइज। अनि त्यहाँनिर चाहिँ सबै सेतो खालको बस हुँदो रहेछ कि। यहाँ चाहिँ हामीले सेतो खालको बस देखाएको थिएनौँ। यो चाहिँ अब हरियो रातो निलो देखिरहेको हुन्छ नि त। अनि हामी टाढै पुगेको थियौँ हो अस्ति। कहाँनिर हो, हामी यत्तिकै डुल्दै गाउँतिर पुगेको थियौँ। अनि त्यहाँ चाहिँ अर्कै खालको बस हुँदो रहेछ कि, सेतो खालको। जस्ट ठकठकी रिजन अनुसार बसको कलर छुट्याएको छ, टाइम अनुसार, पैसा अनुसार। जाम खुल्यो तर हाम्रो गाडी आएन। अझै छाम्सी देखाइरहेछ, अझै 3 मिनट बाँकी छ। राम्रो साथी रहेछ। कहिले किन्ने होला है यस्तो गाडीहरू, सपनै हुन्छ जस्तो छ। ल गाइज हाम्रो गाडी आयो। अब चाहिँ हामी जान्छौँ। धन्न सिट रहेछ है। चढ्ने अनि चाहिँ लास्टमा आउनु। ल यस्तो हुन्छ कोरियाको बस चाहिँ। यहाँ हुनेले त थाहा भइहाल्छ, पछि आउनेहरूले हेर्नु टक्क लाएर। निन्द्रै मात्र लाग्छ कि अब गाडीमा चढ्यो यत्तिकै निन्द्रा लाग्छ भने राति चाहिँ निन्द्रै लाग्दैन कि। फेरि 1-2 बजीसम्म निन्द्रा लाग्दैन। हामी मात्र हो कि अरू पनि हो सबैजना यस्तो कोरियामा आउने है? होइन हामी 3जना त 3जना
अरूहरू पनि त्यही त मिल्नै लाग्दैन भन्ने एक दिन अगाडिसँग त तर यो हाम्रो यो गाडीमा चढ्नुको चाहिँ फाइदा छ अब कलेज जान टाइम लाग्छ नि त अनि फेरि यहाँ चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि गाडी पनि अब 2-3वटा रुटबाट जाने कि अब यो हामी चढेको गाडी चाहिँ अलिक लामो रुटबाट जान्छ भित्र गल्ली गल्ली हुँदै जान्छ अनि अर्को चाहिँ छिटो सर्टकटवाला सिधै जानेवाला बस हुन्छ अनि त्यसले चाहिँ एकैछिनमा पुर्याउँछ अनि यो चाहिँ अलिक लामो टाइम लाग्छ 1 घन्टा नै अनि गाडीमा चढेपछि मस्त जहिले सुत्यो 1 घन्टासम्म अनि कलेज पुगेपछि त्यहाँ भनिहाल्छ यहाँ आएर यहाँ आइपुग्यो भनेर अनुसार उठ्यो अनि गयो यति चाहिँ फाइदा छ यो गाडीमा चढ्नुको अरूको एरियामा सबै चेरी ब्लसम हुँदै हाल्छ नि हाम्रो एरियामा त खै चेरी ब्लसमै देख्न पाइएन एउटा रुख चाहिँ देख्न पाइन्छ पुरै झुप्पै चाहिँ देख्न पाइएन नेपालमा भन्दा पल्लो छेउ जाम हुने कि अब हरेक ठाउँमा यहाँ राखेको छ फेरि त्यहाँ राखेको छ ट्राफिक लाइट यत्तिकै राखिरहेको हुन्छ अनि ठ्याक्कै यहाँ खोल्यो उता जाम भइहाल्छ फेरि त्यहाँ एकछिन कट्यो फेरि अर्को ठाउँमा जाम भइहाल्छ अनि यसरी नै टाइम लाग्ने रहेछ कि लास्टै यहाँ चाहिँ हेर्नु नै जाम पनि जाम के यहीँको त्यही ट्राफिक लाइट राखेको हुन्छ 30 सेकेन्डमा रोक्नु पर्ने गरी कि त्यो चाहिँ साह्रै अचम्म भन्ने अनि त्यही भएर चाहिँ धेरै नै टाइम लाग्ने रहेछ यहाँबाट चाहिँ टक्क दामी भ्यू देखिने क्या यो पुलबाट चाहिँ आइपुग्यो हामी चाहिँ कलेज अलिक चाँडै आइपुग्यौँ जस्तो लाग्यो 1 बजी आइपुग्यो भन्ने थियो 12:30 भइरहेको छ टाइम छ हामीसँग हामीलाई चाहिँ बिल्डिङ नम्बर 1 मा बोलाएको थियो 1 बजी आइपुग्यो भन्ने थियो हामी चाहिँ अब अलिक धेरै नै चाँडै आइपुग्यो हाम्रो बिल्डिङ नम्बर 1 चाहिँ कहाँ छ भन्दाखेरि ऊ यहाँ आइरहेको हो बिल्डिङ नम्बर 1 चाहिँ कुन हो बिल्डिङ नम्बर 1 यो 2 हो यही होला सायद यही हो बिल्डिङ नम्बर 1 चाहिँ अहिले चाहिँ हाम्रो टाइम भएको छैन अनि यो चाहिँ हाम्रो कलेजको म्याप हो कोही बेला कन्फ्युज हुन्छ कि बिल्डिङमा कहाँ हो ठुलो भएर यहीँ हराइन्छ त्यही भएर यहाँ चाहिँ टक्क दिएको छ बिल्डिङ नम्बर हामीलाई चाहिँ यो बिल्डिङमा बोलाएको छ अनि हाम्रो क्लास चाहिँ धेरै जस्तो यहाँनिर हुन्छ अनि अरू डिपार्टमेन्टहरूको छ अरू चाहिँ अब चाहिँ हामी एकछिन वेट गर्छौँ किनभने हाम्रो टाइम भएको छैन पानी सानी खाएर एकछिन बसेर अनि ठ्याक्क 1 बज्छ अनि त्यस पछाडि चाहिँ हामीलाई लान्छ होला युनिभर्सिटीले त्यो के हो त्यो बिरालो हो कुकुर चाहिँ यत्रो हुन्छ यो कस्तो अचम्म भन्ने यहाँ आएदेखि होइन कुकुर चाहिँ यत्रो देखाएको छ बिरालो चाहिँ यत्रो देखाएको छ कस्तो उल्टो ठ्याक्कै भन्ने कुकुर चाहिँ हातमा बोकेर हिँड्ने खालको यत्रो छ बिरालो चाहिँ यत्रो अनि हाम्रो चाहिँ अब यो चाहिँ वेटिङ रुम जस्तै भनौँ न धेरै जस्तो हामी यहीँ वेट गर्छौँ क्लासहरू नभएको बेलामा चाहिँ गार्डन चाहिँ मलाई साह्रै मन पर्यो कि हरा चट्ट मिलाएर जस राम्रो छ युनिभर्सिटीको लुक्स यतैबाट जानु है अनि यो कलेजले चाहिँ हाम्रो युनिभर्सिटीमा सबै देशको सबैभन्दाले पनि सायद जुन देशको स्टुडेन्टहरू आएको छन् तिनीहरूको चाहिँ झन्डा राख्या होला यो अनि हाम्रो नेपालको चाहिँ यहाँ पर छ भिडियोमा देखेको छैन होला सायद बिचमा राखिरहेको छ नेपाल इन्डिया कुन देशको हो यो 1 नम्बरको बिल्डिङमा राखेको छ यहाँ 1 नम्बर लेखिरहेछ अनि रोज फुल रोप्या रहेछ यार कति मजाले ए होइन के हो यो रोज हो कि के हो यो त्यस्तो देखिन्छ तर के हो खै काँडै छ रोज जस्तै छ रोज नै हो जस्तो लाग्यो अनि यहाँ चाहिँ पार्किङ रहेछ मैले अहिलेसम्म देखाएको थिइनँ भर्खर देखेँ मैले पनि यहाँ मुनि पार्किङ रहेछ
अनि यहाँदेखि उता चाहिँ बाहिर भएको यो कलेजको। यहाँ चाहिँ सायद सबैजना फिङ्गरप्रिन्ट रजिस्ट्रेसनको लागि नै होला कुदिरहेको। यहाँ चाहिँ सबैजना हामी चाहिँ फिङ्गर रजिस्ट्रेसनको लागि नै जान लागिरहेको हो। इमिग्रेसन अफिस ग्रुपमै जान लागिरहेको छ। आया कलेजले चाहिँ साबी ठोक्यो। हामी चाहिँ निस्क्यौँ गाइस अब इमिग्रेसन अफिसको लागि। सबैजना जान लागिरहेको हो हामी चाहिँ। ल हाम्रो बस चाहिँ उयो जस्तो छ, कहाँ लुक्यो खोइ, हो कि होइन कोनि त्यही हो जस्तो लाग्यो। त्यही होला है, एउटामा चाहिँ हो कि एउटा मात्रै रहेछ यार, उभिनेमा परिन्छ कि क्या हो। ल गाइस हामी चाहिँ यो गाडीमा जाने रहेछ होइन। कलेजको बस होइन यो बाहिरको रिजर्भ गरेर जस्तो छ यो। पर्दैन होला के को ट्याकट्याकमा छ। खतरा रहेछ गाइस गाडी त, भिआइपी वाला फिल आयो नि त रे के अझ। सुस्मिता यहीँ बस्नु। हामी चाहिँ लाग्यो अब पछाडि गएको छ भने फेसदेखि हामीलाई चाहिँ अब ग्रुपमै लगिरह हो। अनि हाम्रो एकजना साथी चाहिँ छुटेछ, आइपुगेन कि आइपुगेन थाहा भएन। पहिले यो साइडको पालो रे, हामी चाहिँ बसमा वेट गर्दै गर्ने। अनि पछाडि चाहिँ बल्ल हाम्रो यो लाइनको पालो आउँछ। अहिलेको लागि चाहिँ उता साइडको मात्र हाम्रो चाहिँ बल्ल पालो आयो। अब चाहिँ हामी गइरहेछौँ कता हो थाहा छैन। यो रहेछ इमिग्रेसन अफिस चाहिँ। अब हामी चाहिँ फिङ्गर रजिस्ट्रेसन गर्छौँ अनि त्यस पछाडि चाहिँ फर्किन्छौँ कलेजकै बसमा। अब भित्र चाहिँ रेकर्ड गर्न मिल्दैन होला, त्यसैले अहिलेको लागि चाहिँ यति नै। गाइस हामीले चाहिँ फिङ्गर प्रिन्ट दिइसक्यौँ। अब कार्ड आउन टाइम लाग्छ होला, 2 हप्ता जति कति लाग्छ थाहा भएन, 2 हप्ता लाग्छ जस्तो लाग्यो। अनि अब चाहिँ हामी फेरि बस भएकोमा जान्छौँ। अनि बसले नै हामीलाई युनिभर्सिटीसम्म छोडिदिन्छ होला। अनि त्यो पछाडि चाहिँ हामी आफ्नो आफ्नो रुमतिर लाग्छौँ। यस्तो गरेर नथिचेको नि त, त्यसले नि यस्तो ट्याप्पत छ। त्यसो भने होइन क्या, यो कोरियाको मौसम साँच्चीकै साह्रै अजिब छ कि। अब निस्किने बेलामा घाम लागेर गर्मी भइरहेको थियो, अब अहिले पानी पर्न लागिरहेछ। यहाँनिर छ, यहाँ चाहिँ सबै पार्किङ एरिया रहेछ। थुतारी गाडी। ल इमिग्रेसन अफिसलाई बाई बाई। फेरि आउनु पर्ने नि होला है, के को बाई बाई। हामी चाहिँ लाग्यौँ अब फेरि कलेजतिर। यहाँ चाहिँ टक्क कस्तो राम्रो रहेछ कि। आज कस्तो राम्रो, सायद झ्यालको कलरले गर्दाखेरि होला अर्कै देखिरहेछ, तर कस्तो राम्रो रहेछ यहाँ चाहिँ। हामीलाई चाहिँ अब युनिभर्सिटीको बसले चाहिँ लिएर छोडिदियो कलेजमै होइन। अनि हाम्रो चाहिँ एउटा क्लास थियो, तर क्लासको बिचमा आइपुग्यो। अनि जाउँ कि नजाउँ भयो, तर हामीले प्रोफेसरलाई अलरेडी हिजै भनिसकेको थियौँ हामी रजिस्ट्रेसनको लागि जाँदैछौँ, आज आउनु पाउँदैन भनेर प्रोफेसरले ओके भनिसक्नु भएको थियो। त्यही भएर चाहिँ हामी नजाने निर्णय गरेर चाहिँ अब रुम जान लाग्यौँ। पानी पर्छ कि क्या हो। यो चाहिँ हाम्रो युनिभर्सिटी हो होइन, वरिपरि अझै पछाडिपट्टि छ। अब त्यो भिडियो बनाउन सकिनँ मैले अहिले। अब चाहिँ हामी रुम भन्दा पनि हाम्रो चाहिँ 250तिर जानु पर्ला जस्तो छ। अहिले काम छ अलिअलि घरको लागि, रुमको लागि सामानहरू किन्न। अनि अब चाहिँ हामी के भयो यतापट्टि जाउँ भन्ने। अनि अब चाहिँ हामी 250 कस्तो है भन्दा अप्ठ्यारो लाग्ने कि 250 कि 250 कि 250
जाने बिहान गर्मी भयो भनेर रिस उठिरहेको थियो अब फेरि पानी पर्न थाल्यो छाता लिएर आएको छैन फेरि वेदरहरू आउँदा पनि के देखाउँछ भने घाम देखाइरहेको थियो अब अहिले पानी पर्न थाल्यो छाता ल्याएको छाता लिएर आएको छैन छैन ठुलो त नपर्ला नि पानी पर्न थाल्यो गाइज आछु चिसो भयो त पासपोर्ट पो छ यार ब्यागमा यार भिज्यो भने त फेरि पासपोर्ट नै भिज्छ कस्तो अति नै भर नहुने कि यहाँ पानी यो मौसमको त बिहान पुरै घाम लागिरहेको थियो अब अहिले पानी पनि थाल्यो फेरि हामीले छाता पनि लिएको छैन आज अनि पासपोर्टहरू डकुमेन्टहरू ब्यागमा बोकिरहेको छ ठुलो नपरोस् ठुलो पऱ्यो भने त भिज्छ फेरि त्यही है यहाँ छाता चाहिँ बोकेर हिँड्नै पर्ने रहेछ कि त्यसो भयो ल हाम्रो बस आउन चाहिँ अनक्राउडेडदेखि 9 मिनट बाँकी रहेछ 16 कति देखाएको थियो है 17:40 कस्तो खतरा हुने कि पानी पर्दा के गर्नु त जान्नु आइपुग्यो हामी चाहिँ जेन्सुमा हामी बस्ने एरियामा निन्द्राले चुर भइसक्यो पुरै लाडो भइसक्यो निन्द्रा पनि लाग्यो भोक पनि लाग्यो अब चाहिँ हामी रुम गएर खाजा खान्छौँ अनि सुत्नु पर्ला त्यस पछाडि यताको चाहिँ जाममा परिरहेछ कस्तो जङ्गल एरिया छ कि यो चेरी ब्लसम देख्न पाएन भनेको यो लाइनमा चाहिँ रहेछ लगातार अब एक दिन जानुपर्छ त्यहाँनिर पछाडि देखिरहेको छ कि छैन पनि साह्रै विरक्त लाग्यो हामीलाई चाहिँ हिँड्न नि अल्छी गरेर हिँडिरहेको छौँ सबैजना हिँड्न नि अल्छी लागिरहेछ मौसम पनि रुन मन लाग्दो मौसम छ यो बिरालो चाहिँ सधैँ यहीँ बसिरहेको हुन्छ आँखा चिम्सेर ओइ बिल्ली कस्तरी हेरेको मलाई नदेखा भन्दै ल हामी चाहिँ अब रुम आइपुग्यौँ अनि सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला बाई बाई